Happy birthday to you. Happy birthday. हेलो एभ्रिवान, नमस्ते। स्वागत छ मेरो नयाँ भिडियोमा। र आज चाहिँ मेरी प्यारी मम्मीको जन्मदिन परेको छ र जन्मदिनको धेरै धेरै शुभकामना मम्मी। र अहिले चाहिँ मम्मी घरमा हुनुहुन्न हैन, बाहिर जानुभएको छ र हामीले चाहिँ सानो फ्यामिली भएर चाहिँ सेलिब्रेट गरौँ न भनेर सोचिराखेको छौँ। र अहिले चाहिँ म के कामहरू गर्दैछु हैन। अहिले यहाँनेरि धन्दा त्यसै छ। अब यो धन्दा मैले माझ्नु पर्ने हुन्छ अनि त्यसपछि म के खानेकुराहरू बनाउँछु र के बनाउँछु भनेर कसरी मनाउँछौँ कसरी सेलिब्रेट गर्छौँ भनेर चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला। गाइस, हामीले चाहिँ अदुवा लसुन यति बनायौँ हैन। अब यसको पेस्ट बनाउनु पर्ने हुन्छ। हेर्नु न, यो पत्ता चाहिँ कति धेरै निस्केको क्या, यत्रो धेरै निस्केको छ अनि यति भएको छ क्या। अदुवा लसुन चाहिँ केलाउँदा चाहिँ यति भयो क्या साथीहरू। अब यसलाई चाहिँ धुनु पर्ने हुन्छ हैन। अलिकति पखाल्छु म यसलाई। मैले चाहिँ यसलाई धुइ पनि सकेँ। यहाँ चाहिँ छ खोर्सानी। अब खोर्सानी चाहिँ कति चाहिँ हाल्दा ठिक होला त हैन। खोर्सानी यो गर्दैछु हैन। खोर्सानीको यो भेट्न चाहिँ निकाल्नु पर्ने हुन्छ नि त, मैले पिस्नु पर्ने हुन्छ। कति चाहिँ हाल्दा ठिक होला। खोर्सानी पिरो बनाइदिउँ भन्दैछु म चाहिँ हैन। पिरो नै मिठो हुन्छ नि त अलिकति। मम्मी चाहिँ यसो आइसक्नु भएछ हैन। उहाँनेरि कुखुराहरू बोकेर आउँदै हुनुहुन्छ। बर्थडे गर्लको हालत चाहिँ अहिले यस्तो छ साथीहरू। मम्मी ह्याप्पी बर्थडे। थ्याङ्क यू। हैन, मम्मी एकदमै आज ह्याप्पी हुनुहुन्छ। सो मम्मी चाहिँ धेरै नै खुसी हुनुहुन्छ क्या। हिजोदेखिको भोलि मेरो बर्थडे भनेर नानी बाबुहरू जस्तो हुन्छ नि, मम्मी चाहिँ त्यस्तै नै भइरहनु भएको छ हिजोदेखि नै हैन। म चाहिँ अहिले इस्कुस काट्दैछु। अलिकति भेज सब्जी पनि बनाउनु पर्ने हुन्छ। सो अब चाहिँ इस्कुस र आलु चाहिँ आलुको म दामी भेज सब्जी बनाउने छु। यो मैले चाहिँ यहाँ तासेर रेडी बनाइसकेको छु। अब यसलाई चाहिँ मजाले अब यसलाई राम्रोसँगले मैले चाहिँ धोइसकेँ। अब यसलाई मजाले काट्छु। गाइस, म चाहिँ अहिले यहाँ सब्जी बनाउँदैछु हैन, भेज सब्जी बनाउँदैछु। भाइहरूले चाहिँ उता कुखुरा बनाउँदैछन्। सो यहाँ चाहिँ छ भेज सब्जी। अब चाहिँ म हाल्दैछु मसला। सो टमाटर हालेर चाहिँ मैले अब एकछिन छोपिदिन्छु। गाइस, पसिनाले चाहिँ म यस्तो भइसकेँ खलखली हैन। यहाँ पकाउँदैछु। यहाँ चाहिँ भाउजूले चाहिँ आलु यहाँ चाहिँ भाइले कुखुरा बनाउँदैछन् गाइस। इसान हेलो भन। खै त बोली कि के गर्छ रे भन्दै भन्दै त भाइ। मेसीले रोनाल्डोले के गर्छ? मेसीले 1 2 3 गो देखाइदेन। देखाउँदै देखाएन हैन। यो यस्तै नै छ, देखाउँदै देखाउँदैन। म चाहिँ पसिनाले यस्तो भइसकेको छु। यहाँ चाहिँ छ हाम्रो क्युट छ नन्दीसी बच्ची। यहाँ चाहिँ यसो भाइले मर्मत गर्दैछन् कुखुराको। गाइस, मलाई चाहिँ सब्जी पकाउँदा एउटा कुरा सेयर गर्नु मन लाग्यो क्या। मैले बनाउँदा चाहिँ सब्जी किन यस्तो हुन्छ क्या, यस्तो भइहाल्छ क्या। अब सल्लक चाहिँ कहिले पनि भएन क्या, यस्तो भइहाल्ने। यो कसरी चाहिँ बनाउँछु होला म? न पानी हालेको हुन्छु होइन, बनाउन नजानेको हो कि यो के हो क्या। म त आफै छक्क पर्छु यो देखेर त। यहाँनिर चाहिँ यो चाहिँ अचारको लागि आलु रेडी गरेको होइन। यो मसलामा पिस्न लागेको। प्याज पनि काटेर रेडी भइसकेको छ साथीहरू। गाइस, अब चाहिँ हामी लाग्यौँ पथरी दिदीभाइ। भाइ चाहिँ उहाँ चाहिँ आउँदैछ। ड्राइभिङ गर्दैछु म चाहिँ। पछाडि बस्नु अलिकति गाह्रै हुन्छ कि, त्यही भएर चाहिँ अब आधी सामानहरू चाहिँ रेडी गरेर म चाहिँ लागेँ पथरीतिर। किनभने अब ढिलो हुन्थ्यो नि त, 5 बजिसकेको थियो। किनमेल गर्दा त ढिलो हुने। अनि दिदीभाइ चाहिँ लाग्यौँ पथरीतिर भाउजूलाई गर्दै गर्नु भनेर। गाइस, अब चाहिँ हामी जाँदैछौँ दिदीभाइ। यहाँनिर म चाहिँ चलाउँदैछु साइकल। म चाहिँ साइकल चलाउँदैछु हल्का। यहाँनिर पसो होइन उसमा
हजुरहरू कतिजनालाई चाहिँ यो कुन ठाउँ हो भनेर पक्कै पनि थाहा होला। यो चाहिँ हो हाम्रो पथरी खोला, पथरीको बिचको भनौँ न होइन, सिटीको बिचको हो। यहाँ चाहिँ जाँदै हुनुहुन्छ हाम्रो मामा होइन। अनि यो चाहिँ हो हाम्रो भुपू सैनिक स्कुल। यहाँ बाहिर चाहिँ यति राम्रो पेन्ट गरेको छ कि साथीहरू, कस्तो राम्रो क्या, हेर्दै हेरौँ लाग्ने होइन। यो चाहिँ मेरो साथीले बनाएको हो र फाइनली हामी चाहिँ पथरी आइपुग्यौँ साथीहरू। हाम्रो पथरी चाहिँ यही हो। गाइस हाम्रो दिदी चाहिँ यहाँ हुनुहुन्छ स्प्राइट खाने नै भएको छ स्यास्या भएर। मेरो दिदी यहाँ हुनुहुन्छ, म चाहिँ पसिनाले खलखाली भएको छु साथीहरू। साइकल कुदाउँदै आएको थिएँ होइन। को हो तिमी? सुबिन बराइली हो कि होइन भन त? नाम के हो तिम्रो? हो। यहाँ चाहिँ छ हाम्रो प्यारी सी बहिनी होइन। यसले मलाई छोडेर आई उहाँ उल्लाबारीदेखि, तर केही छैन, जे भयो नि दिदी भनेर माया चाहिँ गर्छे। गाइस अब चाहिँ हामी जाँदैछौँ। केक किन्ने ठाउँ पनि पुग्न लाग्यो, तर केक ल्याउने ठाउँ चाहिँ यहाँनिर छ। सबैजना है केक खाने केक। ह्याप्पी बर्थडे मम्मी भनेर भिडियो बनाउनु पर्छ। उहाँ गएर कसरी बनाउनु यताबाट। हाम्रो केक चाहिँ रेडी हुँदैछ साथीहरू, नाम लेख्दै हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ रेडी भयो यति साथीहरू। हाम्रो केक पनि रेडी भएर हामी अब लाग्यौँ बाटो। भिडियो बनाइदिनु। सो साथीहरू अब चाहिँ हामी सबै सामानहरू किनिसक्यौँ, आदि भाइलाई पठायौँ होइन। हामी चाहिँ दिदी बहिनी हिँड्दै अब जाँदैछौँ। भाइहरू चाहिँ अघि नै गइसक्यो। सो गाइस म चाहिँ हतार आएर होइन अचार बनाउनुको लागि मुला काट्दैछु। सो अहिले पनि तपाईँलाई फाइनल लुक्स देखाउँछु कस्तो हुन्छ अचार चाहिँ होइन। गाइस अचार चाहिँ यस्तो भयो, हेर्नु मैले बनाएको अचार। गाइस अचार चाहिँ यस्तो भएको छ होइन। म चाहिँ भर्खर किचनबाट फुर्सद भएर आएको छु। हेर्नु न यो हाई भन्नु भाइ, हाई भनेर भन्छ। मम्मीले चाहिँ क्यान्डल बाल्दै हुनुहुन्छ। कस्तो अप्ठ्यारो तरिकाले बाल्नु भयो क्या, फेरि अब यताबाट नि कस्तो हात पोल्ने जस्तो होइन। अनि मम्मीले क्यान्डल बालिसक्नुभयो। मम्मी चाहिँ दिउँसो कति खुसी हुनुहुन्थ्यो होइन, बेलुका त कस्तो नर्भस भइदिनु भयो क्या, अलिकति अब इमोसनल फिल भयो होला सायद होइन, हाँस्नु नै भएको थिएन क्या। अनि छेउछेउमा भाइहरू बसिरहेको थिएँ। अनि त्यसपछि बुवाले लगाइदिनु भयो टिका। हेर्नु न सानो भाइहरू चाहिँ कति बेला केक आउँछ कति बेला आउँछ भनिरहेको थिएँ क्या सानो भाइहरू चाहिँ। अनि फाइनली यसरी मनाइयो। अनि त्यसपछि बुबालाई खुवाइदिनु भयो मम्मीले केक। टिका लाउन सबै धमाधम छ होइन, पालो पाइ नसक्नु छ। हामी चाहिँ यति धेरै छौँ यहाँनिर। म चाहिँ क्यामेरामै देख्दा छु होइन। सो गाइज भिडियो चाहिँ यस्तै भयो होइन, बिचबिचमा बनाउन पाइएन। अब यता कुद्दा उता कुद्दा म त यति थाकेको छु कि होइन। अब फ्यामिलीबाट हाम्रो फ्यामिली चाहिँ कति ठुलो रहेछ भनेर हजुरले देखि नै सक्नुभयो होला होइन। यति ठुलो छ कि एउटा सानो केही गर्नु पर्यो भने यति धेरै क्या, एउटै फ्यामिलीले चाहिँ एउटा बेनै उतारिन्छ जस्तो छ होइन। सो भिडियो चाहिँ के कस्तो लाग्यो हजुरहरूलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। हस् त, बाई बाई।